अहिले एउटा ऱ्यापरले प्राइम मिनिस्टर केपी ओलीको अगेन्स्ट एउटा ऱ्याप सङ बनाएर ही रिसेन्टली गट अरेस्टेड। अनि दिस टपिक हेज गाटन भाइरल अन सोशल मिडिया। अनि पब्लिकहरूले अब्भियसली त्यो ऱ्यापरलाई साथ दिइरहेछ फ्रिडम अफ स्पिच भएन भनेर। अनि फेरि देयर इज दिस अनदर गाई हु इज लिभिङ अब्रोड, उनले पनि केपी ओलीको अगेन्स्ट एउटा गीत बनाएको रहेछ। अनि सिन्स त्यो गीत पनि भाइरल भयो, अपेरेन्टली यो गीत बनाउने मान्छेकै अनुसार उनलाई अहिले गभर्मेन्टले इन्टरपोल हायर गरेर सर्च गरिरहेको छ अरे। ओलीबा मर्यो भने सबैलाई पार्टी भन्ने ऱ्याप गाउने मान्छे म यो होइन। मैले चाहिँ आज खबर पाएँ कि इन्टरपोल र ओलीबाहरूले चाहिँ मलाई खोजिरहनु भएको रहेछ। अनि मेरो लोकेसन पुरै छ्यापछ्याप्ती खोजिरहनु भएको रहेछ। त्यही भएर मैले चाहिँ अब आत्मसमर्पण गर्दै सरी भन्दै मेरो आफ्नो लोकेसन दिन चाहन्छु। म चाहिँ यो ठ्याक्कै यो इन्डिया र पाकिस्तानको बोर्डरको बिचमा छु, त्यो पनि पाकिस्तानको साइडमा। अनि इन्टरपोलले भन्दा पनि मलाई चाहिँ ओलीबा आफै आएर यहाँ पाकिस्तानको बोर्डरतिर समात्दा हुन्छ होइन। मैले चाहिँ आत्मसमर्पण गर्न चाहन्छु है यो भिडियोबाट। सरी है केपीबा। तपाईहरु धेरैलाई याद छ नै होला, नट अ लङ टाइम अगो रतन कार्की एउटा युट्युबर स्ल्याश भ्लगर, उसले पनि प्राइम मिनिस्टर केपी ओलीको अगेन्स्ट यस्तो भनेको थियो। आज हामीले मार्न सकिन्छ कि टाइम भने यत्रो मान्छे छौँ बाहिर, सबैजना मिलेर एउटा ग्रुप बनाएर घेरेर बस्ने, आज फ्याट्टै मारे मारे हुन्छ साथीहरू। आज एउटा ग्रुप बनाएर आज आँटिहालौँ, अब धेरै टाइम पनि छैन, बुढो गइहाल्छ। र त्यति बेलामा पनि गभर्मेन्टले इन्टरपोल हायर गरेर रतन कार्कीलाई जापानबाट फर्काएर अरेस्ट गर्न लागेको न्युज धेरै भाइरल भएको थियो। कार्की विरुद्ध मुद्दा दर्ता गरेर पक्राउ पुर्जे लिने र इन्टरपोल मार्फत पत्राचार गर्ने प्रक्रिया सुरु। तर यो मान्छेले चाहिँ फेरि प्राइम मिनिस्टर केपी ओलीको अगेन्स्ट अझै 2-3 वटा सङहरू रिलिज गरेको रहेछ। अनि इट सिम्स लाइक पब्लिकहरूले यो गीतहरू बवाल मन पराइरहेछ। नाउ obviously one of the main reasons people hate KP Oli is considered one of the most corrupted politicians slash prime ministers of Nepal. यो देशमा सबैभन्दा बढी भ्रष्ट नेता कोही छ भने त्यो वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली हुन्। अनि even Donald Trump recently addressed this situation too. $20 million for fiscal federalism in Nepal. Listen to these numbers. This is all fraud. We have a very corrupt country. And the hatred against KP Oli is actually pretty unreal. Different countryहरुमा नेपालीहरु ग्यादर भएर they are randomly chanting this. And obviously public, they've always been open about hating KP Oli. केपी ओली खाते मैले भइहाल्यो छुट्टाले खादिन्छ त्यसलाई। मैले भेट्टाएँ भने कुकुरले काट्दिन्छु पनि। तिमी जस्ता कायर प्रधानमन्त्री हाम्रो देशलाई चाहिएको छैन। अनि obviously उनको भाषणहरुमा धेरै गफ, lot of broken promises भनौं। सिलिन्डरको फेज समाप्त गरिदिन्छु, घर घरमा चुलामा पाइप पुर्याइदिन्छु, काठमाडौँ पोखरा नुम्दिनी रेल मार्ग बन्छ, अमेरिकाका बैंकको आधा सम्पत्ति मेरै होला। मलाई के आउँछ लाग्छ भने गभर्मेन्टले